बिर्सेको ल अनि सो हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग हो सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै फिट एन्ड फाइन छु अनि आज चाहिँ बिहान बिहानै उठ्यो अनि यस्तो तरकारी खोजिदिउँ भनेर आएको अनि यस्तो बोडीहरू छन् कि यता मामा घरतिर चाहिँ अनि यस्तो छ कि बोडीको चाहिँ तर्खर यस्तो छ अब यता घिरम्ला पनि छन् भन्नुहुन्थ्यो कता हो अब टिप्नु पर्ने हुन्छ त्यता रहेछन् हो उस्तो यता त्यो उतातिर रहेछ पछाडि बान जानुपर्छ होला होइन भाइ अनि भाइ र म खाऊँ कि टिप्नु टिप्न सक्नु टिप अनि यस्तो छ क्या यहाँ फेरि करेलो होइन उहाँ खायो ऊ त्यो टिप्नु पछाडि गएर जानुपर्छ होला सायद है यताबाट यस्तो छ फेरि यहाँ मच्छर फेरि यति लाग्दो रहेछ यता मच्छर यति लाग्दैन आम्मा भन्नै पर्दैन यता रहेछ नि सबै यस्तो यस्तो बोडी खोलिरहेन यस्तो लौ छोप तिमीले छोप क्या छोप नि यो भनेको लौ छोप यो अठो त्यो भुइँमा राखेर यो अठो त्यो भुइँमा राखेर यो छोप अनि यता रहेछ कि यहाँ घिरौलो अनि यहाँ यो छोप ल त्यो भुइँमा राख देखाउ है राम्रोसित कालो आयो क्या गोरै यहाँ के ऊ यहाँनिर के भनिले हेर्छ क्या पोटिलो छ यस्तो छ के भन न यस्तो बोल यस्तो राम्रो करेक्ट यस्तो राम्रो कसैको घरमा छैन होला केही भन यता आऊ बोडी टिप्न परेछ हातमा एक मुठो बोडी छ फेरि अझै एउटा बोडी टिप्ने अरे बन्द गर्यो एकछिन पछि भेट्ने त सो गाइज अहिले हामीले सबै यो अब ल्याएपछि यस्तो काटकुट पार्न पर्यो नि त अनि त्यो काटकुट पारिदिएको कि काटकुट पारेर यो सेमीलाई पनि यस्तो गराएर पखालेर यहाँ राख्यौँ अब पकाउने काम चाहिँ मेरो त्यस्तो लाग्दैन पकाउनु पर्छ भने पकाउनु नि अहिले हेर्न तिमीले पकाऊ जाऊ रेडी गरेको पकाउ जाऊ म खाना आउँछु अनि सक्यो अब चाहिँ तपाईँसँग के गर्ने र यत्तिकै छ यस्तै छ म माछा सकियो पावर ब्याङ्क बोकेर हिँडिरहेको छु अनि त्यहाँबाट डेली फुल हालिदिइरहेको छु होइन सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब हान्दैन होइन यस्तो सपोर्ट भएन होइन मेरो अलि लाजबाट पर्दा चाहिँ उठाउने मिल्दैन के छैन 1000 सब्सक्राइबर छिटो पुऱ्याइदिए मेरो म कस्तो ढुक्कले हिँड्थेँ क्या 1000 भएर हल्का मोनिटाइज भएर 10,000 भयो भने त आनन्दले हिँड्थेँ बल्ल 585 भयो बल्ल के भएको कसैले सपोर्ट नगर्ने कि यत्रोजनाले हेर्नुहुन्छ कोही रेगुलर भ्युज जस्तो हुनुहुन्छ होला तर सब्सक्राइब नै हान्दिनँ सबैजना लाइक हान्ने कमेन्ट हान्ने सब्सक्राइब हान्ने भने मेरो ऊर्जा बढ्छ नि त मलाई खानु के अरे बनाउनु मन लाग्छ भिडियो बनाइराख्नु मन लाग्छ कस्तो झिजो लाग्छ नि त नत्र त त्यही भएर कि सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब हान्दिनँ होइन आज म चाहिँ पछि भेटौँ ल भर्खर चाहिँ राखेँ सो गाइज अहिले मैले यो पकाएर पनि भइसकेँ पाकिसक्यो अब यो चाहिँ यस्तो ढाकिदिउँ न यस्तो ढाक्छु नि होइन सकियो यसको काम चाहिँ त्यहाँबाट चाहिँ यो छ छुट्टी अब चाहिँ यति गर्छु भ्याइयो त्यहाँबाट फुल्टो आज बिहानको खाना चाहिँ सक्यो अब त्यहाँ दिउँसोतिर यसो कतै यसो हेरौँला नि अब चटपट सटपट के हुन्छ कि यसो बनाउनु पर्छ त्यहाँबाट सबैजनाले सब्सक्राइब गर्दै गर्नु मजा आइहाल्यो फेरि नि कता जाने हो र तपाईँलाई छोडेर
गाइस अहिले म के भन्छ अरे खाना खाएर अनि यता मन्दिरतिर यसो घुम्न आएको मन्दिरको द्वार बन्द रहेको रहेछ हामी यहाँ प्रत्यक्ष प्रसारणमा छौँ अनि म ऊ त्यता हान्थेँ कि ऊ त्यता हो क्या मैले अघि नै देखेँ ऊ त्यहाँ ऊ त्यो मन्दिर जस्तो हो त्यहाँ भार्से हो क्या त्यहाँ जान पाउँदैन भार्से हो भार्से जान्छु भन्छन् अनि यहाँ भार्से भनेको तर भार्से नि खतरा रहेछ नि होइन म उसमा देखेको थिएँ भिडियोमा भार्से जानु दोकान गाडी जान्छ यसो घन्टा त बजाम केही नभए नि होइन मेरो न्यू हेयर स्टाइल पिपल होइन कि इप्पिल भन्छ ए इप्पिल अरे पिपल भयो अब के बोलिराख्ने यसो रोक्नु अब यसो यहाँ हल्का राम्रो ठाउँ आयो भने ट्याक्क देखाइहाल्छु होइन ओ वाट अ ब्युटिफुल भ्यू यस्तो खतरा भ्यूमा आइयो गाइस भन्न अलि मिलेन खतरा भ्यूमा आयो हामी अघि नै मन्दिरबाट यता आएको होइन त्यहाँ राम्रै रहेछ अनि त्यहाँबाट अब चाहिँ अब हिँड्दैछौँ कति जान्छ तल वाटरफलमा बिगेस्ट वाटरफल पचल आओ वाट अ ब्युटिफुल खतरनाक छ क्या हो खोला यो क्या त नि खोला यो क्या कुलो हो क्या कुलो 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 मिसेर खसेको हो क्या खोलै हो वाटरफल त्यता वाटरफल क्या अनि गाइस सबैजनाले हाम्रो मेहनतको लागि लाइक कमेन्ट सेयर भन्नु होइन सेयर होइन कमेन्ट अनि सब्सक्राइब अनि लाइक चाहिँ हान्नु सबैजनाले ल ल ल छोटे भाइ त्यस्तो हो नि मामा यिनलाई लिएर भलक बनाउने ल परायो चाहिँ के भाइरल अनि भन्न नि के यसो वाटरफल हेर्नु जानु पावर ब्याङ्क लिएर हिँडेको म चाहिँ पावर ब्याङ्कमा पनि चार्ज सकिनु लागिसकेछ अब चाहिँ त्यही गएर भेटौँ न होइन के चार्ज सक्ने यत्तिकै मेरो थोपडा हेर्दा हेर्दा तपाईँलाई झेउ लागिसक्यो होला गाइस अहिले चाहिँ म नट डाँटिकिन भन्दा खतरा छ तपाईँहरूले पताउनु मेरो कुरा जहिले राम्रो हुने नराम्रो देखाउँछ भन्नुहुन्छ तर साँच्चै आज चाहिँ खत्रै छ मजाले भनिदिन्छु ल हेर्नु त गाइस हो खतरा होइन त बिगेस्ट वाटरफल बाहुबली सिनमा आउने जस्तो हो खतरनाक त्यहाँनिर जाने खतरा छ चाहिँ म राख्छु अहिले भेट्छु गाइस होइन झर्ना हानेको चाहिँ यही हो वाटरफल जिल्ला नि यही होइन अनि हामी चाहिँ झर्ना हिँड्यो यही छ होइन अब यही हो अब अर्को के छ र जिन्दगानी यही हो अब चाहिँ बिर्सिहालौँ भन पावर ब्याङ्क गयो पास सक्यो पावर ब्याङ्कमा नि त्यहाँ फर्कियो अब अर्को भिडियो बनायो आमामा ओ भिडियो बनाएको के भयो
छन् हामी चाहिँ अघि नै उताबाट परबाट घुमेर लगभग 10-12 किलोमिटर हिँडेर त्यहाँबाट हामी चाहिँ अहिले खैरेनी बजारमा आइसक्यौँ। खैरेनी बजारमा चाहिँ अब के नि भन्दा 20 हामी अस्ति यहीँबाट त गएको नि हामी अस्ति यहीँबाट अनि त्यहाँबाट हामी चाहिँ त्यो के अरे त्यत्रो घुमेर आयौँ। अब चाहिँ कपाल काट्ने कि मेरो कपाल काट्न त्यो कपाल काट्नले कपाल काटेर त्यहाँबाट फेरि घरतिर फर्किहाल्ने त्यही के भन्ने यार भलक सलक त्यस्तो खाजा खाँदा नि त खाजा खानु पर्यो त्यहाँबाट खाजा खाँदा यता उही त्यहाँ खाएर हिँड्ने नि ल अब के देखाइराख्ने र मेरो छोपडा हेर्दा हेर्दै झिझो लाग्छ तपाईँलाई गाई छ अहिले चाहिँ हामीले बजारबाट टक्कसँग कपाल सपाल काटियो यसो होइन खानासाना खाइयो खाजा कस्तो मुख लडबरेको अरे यार जस्तो पनि यार भन्नु भयो नि दुख्छ अब के गर्ने होइन त्यहाँबाट अब चाहिँ यो कपाल सपाल काटियो त्यहाँबाट यस्तो मुलेट हान्ने हो क्या मुलेट लबर हो मुलेट लबर हो मुलेट त हान्नु भयो नि त हल्का मलाई चाहिँ सपना कि यो यहाँबाट यस्तो गराउने अहिलेसम्म गराएन मैले त्यही है किन सपना भन्दा पनि गराउनु मन लाग्छ अब केही न केहीले गर्दा काटेको थिएँ यो पालि चाहिँ मैले बनाउने भनेको क्या यहाँसम्म अनि त्यहाँबाट त्यो चाहिँ त्यही भनेर गराएँ अनि त्यहाँबाट अब चाहिँ खाजा खाएर अनि निक्ल्यौँ अब चाहिँ घरतिर माथि मालतिर जान पर्ने हुन्छ यो चाहिँ अस्तिको पुल हो न अनि उहाँ भाइखन होइन म त यस्तो दौड्छु म फास्ट यस्तो दौड्छु नि फास्ट यस्तो तिनलाई मैले हेरेको भएको छु क्या यस्तो 1 2 3 गो अब भक्ति लाग्ने पर्ने हुन्छ होइन अनि अब चाहिँ अगाडि भाग्छु देखेँ मैले मान्छे देख्छु मलाई लाज लागिहाल्छ त्यही म राख्छु सबैजनालाई कमेन्ट सेयर सब्सक्राइब यो चाहिँ मैले भने अब 1090 भनेको भने सबैजनालाई ल यसो फेरि पनि दौवा सो गाइज अहिले चाहिँ हामी घर पुग्न लागिसक्यौँ अनि त्यहाँ अब तलबाट आएको क्या कहाँ भन्नुहुन्छ भने होइन देखिन्छ कि नै कहाँबाट भन्दा ऊ त तल छ नि उहाँबाट देख्दा त नजिक देखियो होला हिँड्दाखेरि त बाटो त टाढै हुन्छ नि त हो यताबाट घुम उताबाट घुम गर्दा गर्दै यताबाट त परबाट गएर यताबाट घुमेर हामी यताबाट घुमेर उहाँ पारीको बाटो गएर यताबाट गएर आएको यता बा लौर लैदिने भन्नुहुन्छ क्या भोलि लौर ल्याउने अरे क्या यहाँ खुसी अनि त्यहाँबाट हामी चाहिँ अब चाहिँ घर जाँदैछौँ अनि यस्तो छ भ्यू चाहिँ पुरा सनसेट हुँदो रहेछ कि यता चाहिँ सनसेट चाहिँ अलि राम्रोसित देखिँदो रहेछ क्या अलि हुँदै रहेछ अनि त्यहाँबाट अब घर गएपछि नै भेटौँ ल होइन मास्तिरबाट हल्का देखेछ भने सनसेट देखाइदिन्छु होइन त्यहाँबाट फर्किनु पर्ने कस्तो अब घर गएर बस्नुपर्ने हुन्छ खाना पकाउने हो नि होइन सबैजनालाई लाइक कमेन्ट सेयर सब्सक्राइब